सान्त्वना पाउनेछौँ, सुन्दरता सान्त्वना पाउनेछौँ। अनि इजरायलले विलाप गरिरहेको 2000 वर्ष पुगिसक्यो। अब विलापको सट्टामा इजरायल अनि सियोनले प्रशंसाको वस्त्र, सुन्दरताको पगडी लाउने समय आयो। प्रिय, जब इजरायलले प्रशंसाको वस्त्र अनि सुन्दरताको पगडी लगाइसक्छ नि अनि लाउँछ, त्यति बेला हामी बिचमा सुसमाचार हामीबाट उठेर उनीहरूपट्टि गइसकेको हुन्छ। हामी त्यो पल, त्यो क्षण, त्यो दिनहरू नजिक जिइरहेका छौँ, जब यो ट्रान्जिसन, यो बदलावको परिधि समय हामी देख्नेछौँ। I don't know, तपाईँ कतिजनाले यो कुराहरू बुझ्नुहुन्छ या मानिलिनुहुन्छ, तर यो परमेश्वरको वचनमा लेखिएको कुराहरू हुन्, मेरो कुराहरू होइन, अनि यो भएरै जान्छ। हामीमध्ये कोही पनि सधैँ रहिरहँदैनौँ होइन। 60 वर्ष पुगेको छैन भन्दामै मान्छे बाँचिरहन्छ भनेको ग्यारेन्टी छैन। दिनकाल, मृत्यु कुनै पनि हुनसक्छ होइन। हामी सेट भएर आफैलाई म अझै छ मेरो 15-20 साल हुन सक्दैन, भोलिको दिन के एउटा हुनुहोस्। तर जो पनि त्यो दिनहरूमा खडा हुनेछ, त्यो दिनहरूमा यो चमत्कारी काम देख्नेछ, उनीको भाग्यले चमत्कारी काम देखेर विश्वास गरी यीशुको आगमनमा यीशुसँग एक भएको महिमामा उठाइलान्छ, उनीको भाग्य कति ठुलो। प्रिय, यस्तै छ प्रभुको वचनको प्रतिज्ञाहरू। अनि आज साँझ पनि आउनुहोस् हामी प्रभुको वचन हेर्न जाउँ। हामी सबैलाई परमेश्वरले साथ दिउन्, अनुग्रह दिउन्, उहाँको पवित्र आत्माको अभिषेकले हामी सबैलाई छोस्। अनि हामी सबैजनाले यी कुराहरू जो आज हामी हेर्नेछौँ, मान्छेको दृष्टिकोणबाट होइन, मान्छेको सोच विचार लिएर होइन, तर हामी परमेश्वरको वचनलाई स्वयं परमेश्वरको वचनै ठानेर हामी हेर्नेछौँ। राइट नाउ समयको सदुपयोग, त्यसै कारण जब मैले हजुरलाई समय दिन्छु, तयारी भइराख्नुहोस्। यदि यी दिनहरूमा तपाईँले पाउनुभएको अनुभव चाहिँ विश्वासीगणसँग बाँड्न चाहनुहुन्छ भने यो मोस्ट वेलकम। प्रचार गर्ने, निर्देशन गर्ने कामहरू चाहिँ हाम्रो हो, तर तपाईँहरू बिचमा व्यक्तिगत परमेश्वरले काम गर्नुभएछ, परमेश्वरले अचम्मले सभरेनली काम गर्नुभएको छ, अनि त्यो कुरा सेयर गर्न चाहनुहुन्छ, यो मोस्ट वेलकम है। तर याद गर्नुहोस्, आज सेकेन्ड डे ओभर, तर मिटिङ ओभर, अनि छिटै सक्छ आज पनि, किनभने प्रभु भोज अनि प्रेयर गएमा जानेछौँ। यस्तै समयलाई रोक्न सकिँदैन। बाहिरबाट आउनुभएका सबैजना हामी तपाईँलाई हलमा राखेका छौँ। आई होप तपाईँ सबैजना कम्फर्टेबल हुनुहुन्छ होला। भएन भने पनि कम्फर्टेबल मान्नुहोस्, मजा पाउँछ है। हामी किनभने जाँदाखेरि परालमा सुत्छौँ कोही बेला होइन। हामी किनभने जाँदाखेरि बिचरा आमोस सरले उसको रुम खाली गरिदिन्छ, तर पनि हामी थुप्रो छौँ भने हामी त्यो चर्चको हलमा भुइँमा सुत्छौँ, मजा आउँछ। हेमाधिकारी अङ्कलले कहिले पनि पढ्नु भएन, हेमाधिकारी अङ्कलले कस्तो आउनु भएको छ क्या। त्यति बेला डन दाजु, वाङ्गी दाजु, हेम अङ्कल, विकास ज्वाइन, लियोन लोडेन सानो थियो, जवान थियो, गएको हामीसँग। आशिष गएको थियो नि, गएको थिएन आशिष थिएन, सुजाता बहिनी एन्ड वेल्स, मिलन दाजु
अनि त्यति बेला 3 दिनको मिटिङ थियो। अनि फर्स्ट मिटिङ सक्यो, सेकेन्ड मिटिङ अनि भोलिपल्टको मिटिङ मात्रै थियो। र त्यो सेकेन्ड मिटिङको दिनमा चाहिँ साँझ मलाई साह्रो प्रब्लम भयो क्या। के भन्नुहोस् न, पहिला हाँस्नुको लागि दारी काट्नु मन लाग्यो मलाई। रेल छोडेर गएछु, एक दुईवटा आएको त हाँसुट हुन्छ नि त हामीलाई प्राइलेको कता कता आउँछ क्या। अनि त्यो झन् हाँसुट हुन्छ। र त्यसले मलाई रिजन लिनै पर्ने। अनि म रविहाट भन्ने जग्गा जान्छु भनेर साँझतिर गाडीमा चढेँ। बेलुका मिटिङ त छिटो आउनुपर्छ। हेम अङ्कल पनि मेरो पछि पछि चढ्यो। मैले भने अङ्कल आइहाल्छु म एकैछिन मात्रै म जान्छु नि, केही त पाउँदैन यहाँ, के जानु त होइन जान्छु नि भने भर्खर गयो त्यहाँनिर। अब बेसी बोल्नु हुँदैन थियो है, झिजो मानिहाल्ने फेरि। अनि त्यो साँझ चाहिँ जब मैले अङ्कललाई भने मिटिङ सुरु हुन आँटेको छ र पनि आउँछु भन्नु, मलाई झिजो माने आइहाल्छु अङ्कल म भने होइन म जान्छु नि भने म त्यो रविहाटमा सानो रेजर किनेर यताउता गएँ। अनि एकछिन होइन अङ्कल पनि गाडीमा चढेर बसिरहेको रहेछ। यो किनेको भनेर टर्च लाइट देखायो क्या भने। अन्त भोलि गइ त हाल्ने हो, किन चाहिँ तपाईँलाई टर्च चाहियो भने अप्ठ्यारो भन्दा हो, साथीहरूलाई कसरी डिस्टर्ब गर्नु भने। के भयो भने मैले होइन राति टोइलेट जान अप्ठ्यारो हुन्छ नि त, किन तपाईँलाई पेट बिग्रियो होइन हो भने राति पहिलो दिनको रात उहाँलाई गाह्रो भएछ। बाहिर जाउँ भनेर ओछ्यानमा उत्रिन्छ अरे, खुट्टै झर्दैन अरे। बत्ती बालौँ भने साथीहरूलाई डिस्टर्ब हुन्छ। अङ्कलको मिल्ने साथी बाहिरतिर जाँदाखेरि डन दाजु, अनि गान्तोकमा नि साथी मङ्दी दाजु, साथीहरूलाई डिस्टर्ब हुन्छ भनेर बत्ती नबाल्ने अरे। यसो गरेर खुट्टा झार्छ झर्दैन, भुलपट्टि पो घुमेछु भनेर अर्कोपट्टि खुट्टा झार्दैन कि त्यो पनि झर्दैन अरे। डिसओरिएन्टेड भयो, घुमेर अर्कोपट्टि झर्क घुमेर हाँस्दै हुँदैन हो। त्यहाँ त सोचेछ म कस्तो बेडमा कत्रो बेडमा सुतेको छु, वर्ष बुझ्न सुतेको रहेछ त्यस्तो भन्दो पिलो भाइ भने क्या मलाई। अन्त म त झिजो मानेको म है हाँसेकै भएँ। तर यसरी जब हामी यताउति जान्छौँ समय मजा आउँछ नि होइन। मेरो दाजुको खुब याद छ मलाई। हामी लिकाबाली गएको, अनि लिकाबाली जाँदाखेरि चाहिँ सानो नागाल्यान्डको भाग ट्रेनले बाटो काट्छ क्या। अनि सेन्ट्रियर आयो, नागाल्यान्ड अलिकति आधी घन्टा 20-40 मिनटको यात्रामा सेन्ट्रियर आयो। खिड्की झार दैलो बन्द गर, यो एकदमै असुरक्षित क्षेत्र छ भनेर सेन्ट्रियर भन्दै गयो। मिलन दाजु पर आयो क्या, हामीलाई के डर, हाम्रो प्रभु छ भनेर क्या, राम्रो कुरा हो। तर हाँसुदो कुरा चाहिँ के भयो भने मिलन दाजु कस्तो रहेछ, हामीलाई के डर, प्रभु छ ओ तारा खिड्की बन्द गरायो भनिहाल्यो क्या दाजुले। नेक्स्ट आफूले त्यो भन्यो। सो कतिवटा यस्तो घटनाहरू मजा आउँछ। सो सँगै जाँदाखेरि जो अनुभव गरिन्छ है मजा आउँछ, आनन्द हुन्छ। दुःख पर्छ कोही बेला, यो हुन्छ त्यो हुन्छ। एरोन आएन अहिले छैन है, एरोन हिँड्दाजु र म आई डोन्ट थिङ्क विल फर्गेट। हामी कहाँ गितनीबाट फर्किँदाखेरि गाडीले प्रब्लम दियो, अनि बिर्ता मोड आइपुग्यौँ, अनि गाडीले मिस गर्न थाल्यो। अनि त्यो गाडीको जति पनि मोमेन्टम थियो त्यो मोमेन्टममा म एउटा घरमा हालेँ क्या गाडी, किनभने त्यो घरको बाहिर लाइट थियो, त्यहाँ बनाउनु पर्यो भनेर। भन्छ त्यहाँ पुग्दाखेरि त गाडी त नबनाउने हालतमा थिएँ। मुनिको ट्युब फिल्टरै दुलो परेछ, काहीँ नपाउने। त्यो दिन रात परिसकेको थियो। भरे ठक्कै त्यहाँको मालिक आयो, अनि नमान्नुहोस् है जेएनजीको देशहरू, कसको गाडी हाल्यो यहाँ भनेर करायो क्या। कन्ट्र्याक्टर रहेछ, कसको गाडी हाल्यो यहाँ भनेर करायो। अन्त मैले गाडी मुनिबाट होइन मैले दुःख गरेर हालेको, माइन्ड नगर्नुहोस् है भनेर भने। ल के भयो भन्दा आयो, अनि यस्तो यस्तो भयो भनेर भने। ल पक्रिनुहोस् भन्यो। उताबाट गएर एउटा सानो ट्युब थियो क्या, मलाई स्टिलको ट्युब रहेछ। यो लगाएर तपाईँ जानुहोस् भन्यो।
एन्ड कसरी होला है, गाडी त्यहाँसम्म आइपुग्नु पर्ने, अनि बाटोमा नराखेर त्यो घरमा लानुपर्ने, अनि ठक्कै त्यही मान्छे आउनु पर्ने, अनि उसले हामीलाई ट्युब दियो, अनि ट्युब लगाएर हामी खरसाङसम्म आयौँ। सो जीवनको धेरै धेरै पलहरूमा यस्तो कति मजाको कुराहरू हुन्छ है, प्रभुले अनुग्रह गर्नुहुन्छ, धेरै धेरै आनन्द हुन्छ। र यसरी तपाईँहरू पनि हामी माझमा आउँदाखेरि हामी सक्दो कम्फर्टेबल बनाउने तपाईँहरूलाई प्रयास गर्छौँ। तर पनि यदि असुविधा भयो भने आफ्नै ठानी आफूलाई कम्फर्टेबल राख्नुहोस्। त्यति हो, तपाईँहरूलाई भनिरहन्छु, चिसो पानी ननुहाइदिनुहोस् ल, किनभने प्रभुलाई हामीले जाँच्नु त भएन नि त, मुर्खाउनु भएन। सो आज साँझ हामीलाई प्रभुले अनुग्रह गरून्। म तपाईँहरूलाई कन्टिन्यू गर्न चाहन्छु। बिहान हामीले सुन्यौँ सबैभन्दा ठुलो हाम्रो प्रार्थनाको अडान पोजिसन नै के अरे, नट माई विल बट दाइन बी डन। मेरो इच्छा होइन तर तपाईँको इच्छा। अनि मलाई माफ गर्नुहोस्, आज म सच्चाइ जब तपाईँलाई भन्छु, हामी उपस्थित सबैजना मध्ये सायद यो अडान हामी प्राय के हुँदैन। क्रिस्टमा हामी प्राय हिँड्दैनौँ, हामी भ्रममा परिरहेको हुन्छौँ। हिँडिरहेको जस्तो लाग्छ, गरिरहेको जस्तै लाग्छ, तर हुँदैन। किन क्रिस्ट हिँड्ने मान्छेहरू कोमल हुन्छ, क्रिस्ट हिँड्ने मान्छेहरू नम्र हुन्छ, क्रिस्टमा हिँड्ने मान्छेहरू अप्रोचेबल हुन्छ, मिलनसार हुन्छ। क्रिस्टमा हिँड्ने मान्छेहरू खर्चिन्छ। खर्च सम्झँदाखेरि पैसा मात्रै नसम्झिनुहोस्, समय खर्चिन्छ, आफू खर्चिन्छ। हामी त कस्तो छौँ, जो हामी खर्च गर्न लायकको सम्म मात्रै खर्च गर्छौँ। मेरो आफ्नै जिन्दगी छ, मेरो आफ्नै जरुरतहरू छ, मेरो आफ्नै परिवार छ, मेरो आफ्नै प्लानहरू छ। त्यो प्लानहरूभित्र मेरो आफ्नो परिवार, मेरो आफ्नो अडानभित्रमा सबै मिलेन भने इट्स ओके, यो हाम्रो अडान हुन्छ। सेकेन्ड डे म यसो हेर्छु, हामी मिसिँदैनौँ नि, हो खाना खाँदा मिसिँदैनौँ। प्रचारले त भन्छ नि, भन्ने काम गर्छौ। इजरायललाई भने जस्तै ऊ त्यो एउटा सुरिलो स्वरले गाउने अनि मिठो बजाउने, धुन बजाउने सङ्गीतकार मात्रै हो। रिमेम्बर, त्यो शब्दले भन्छ, when this happens, know that there is a prophet among you. याद गर, जब यी कुराहरू भन्छ त्यति बेला तिमी माझमा मैले मेरो दासको मतलाई पठाएको छु। चेन्ज हुन मान्छेलाई गाह्रो हुन्छ। अनि आज बिहानको जब हामीले प्रार्थना सुन्यौँ, त्यो प्रार्थनाको माहौल हेर्नुहोस्, एक्लोपन। हामी सबलाई साथ चाहिन्छ, हामी सबलाई ग्रुप चाहिन्छ, हामी सबलाई सङ्गत चाहिन्छ। एकपल्ट आयो सुतिरहेको छ, दुईपल्ट आयो सुतिरहेको छ, तीनपल्ट आयो सुतिरहेको छ। अनि सुत्नेहरू को हुन्? उहाँले चुनेको अपोस्टलहरू, उहाँले चुनेको प्रेरितहरू। तर उहाँ थाक्नु भएन, फेरि पनि जानुभयो। अनि अन्तमा आएर उहाँले कोरा बोकेर तोहरू सुत्छस्, तीनपल्ट उठाउँदा उठ्दैनस् भनेर उहाँलाई कोराले उठाएन, तर सिम्पली उहाँले भन्नुभयो, द फ्लेस इज विक, शरीर चाहिँ कमजोर छ, अनि यो शरीरमाथि हामी काबु गर्नै पर्छ।
अनि आज हामी सबैजना शरीर अनुसार जिउँछौँ के हो, हामी शरीर अनुसार जिउँछौँ, सुविधा भए गर्छौँ, सुविधा भए मान्छौँ, सुहाए गर्छौँ, सुहाउँदैन गर्दैनौँ। आज म यहाँहरूलाई तारिफ गरेको होइन, तर हामी बिचमा कति बुजुर्गहरू छन्, उहाँहरू थाक्नुहुन्छ, उहाँहरू उत्तिकै तागत उहाँहरू हुन्न पहिला जस्तो, उहाँहरू बसी थाकेर निन्द्रा लाग्छ, अनि उहाँहरू कोही बेला झप्पैमा निन्द्रामा झप्प पनि हुन्छ, ठिकै छ नि, तर उहाँहरू हरेक मिटिङमा बस्नुहुन्छ होइन। यहाँको बल, यहाँको सामर्थ्य, यहाँको ताकत। आज यसै कारण तपाईँ बुजुर्गहरू, मेरो आज निवेदन छ अनि मेरो प्रार्थना साथ तपाईँहरूलाई बिन्ती छ, आज बेलुकीको प्रभु भोजको दागरस अनि रोटी तपाईँहरूको हातबाट सबैलाई तपाईँहरूले डिस्ट्रिब्युट गरिदिनुहोस्। दादा, अङ्कल टाइटस, रन दाजु, दिलीप अङ्कल, भङ्गी दाजु, तपाईँहरूले आज साँझको प्रभु भोज अनि रोटी बाँड्नमा तपाईँहरूले अघि आइदिनुहोस् अनि तपाईँहरूले नै यो काममा मलाई मद्दत गर्नुहोस्। अनि तपाईँको उमेरले सुहाउँदो शब्दहरू बोलिदिनुहोस्, हरेकलाई प्रभुको आशिष दिनुहोस्। मेरो कति कामहरू कन्ट्रोभर्सियल पाउनुहुन्छ तपाईँहरूले, बुजुर्गहरूले, चर्चले होइन, तर म खुल्ला यी कुराहरू गर्छु। किन गर्छु? म जब यो कामहरू गर्छु, बत्तिसमा म छिटै दिन्छु, हचराउँदिनँ, तर म छिटो दिन्छु। किनभने जब मैले पनि बत्तिसमा लिएँ, ब्रदरले मलाई 40 दिनपछि भेट ल भनेन। जब मैले नि बत्तिसमा लिएँ, ब्रदरले मलाई बेङ्गलोर आइज भनेन। ब्रदरले मलाई शर्त लाग्नु भएन, म जुलाईमा आउँदाखेरि त्यो चर्चमै छ भने म दिन्छु भन्नु भएन। तर त्यो साँझ जब उहाँले सुसमाचार सुनाउनु भयो अनि मेरो हृदयमा मैले सुसमाचारलाई ग्रहण गरेँ, अनि भोलिपल्ट सानो भन्नुभयो, मैले भने ब्रदरले भन्नुभयो त्यो ब्याप्टिजम दिइहाल्छ। म भनिरहन्छु फिलिप भाइ, हामी लगभग हाम्रो मित्रता, हाम्रो दोस्ती, हाम्रो साथ अब 40 वर्ष पुग्न आँट्यो। 1988 देखि हो। सधैँ कुनै काम पऱ्यो भने म उसलाई बोलाउन सक्छु अनि उसले मलाई सहायता गर्छ। उदासको त टाढो टाढो जान्छ, माछाहरूलाई बेसी माया गर्छ मलाई भन्दा। तर सोच्नु, जब म सिलगढी गएँ, घर चल्नु पऱ्यो, उनी आयो मलाई सघाउनु, अनि हामी दुईजना सबै त्यो साह्रै। आशिष त सानो थियो, केही गर्नु सक्दैन थियो होइन, मिलाउने म्याडम, बोक्ने दुईजना सरहरू। त्यहाँदेखि फेरि यता सरे, हुनै सधैँछ। अनि यो हाम्रो बन्धुत्व 38 साल पुग्दैछ होइन, अनि 40 साल पनि पुग्छ। तर ऊ बत्तिसमा हुँदाखेरि जुन घरमा बत्तिसमा सानो ट्याङ्की बनाएको थियो, त्यो सिस्टरको सिङ्क थियो त्यो एक समयमा, किचन सिङ्क। अनि उसले बत्तिसमा लिँदाखेरि लुगाहरू फेर्नु मैले सघाएको लागि यताउति पर्खिदिएको। अनि उसले दिदी मलाई के सोधेको, ओ एक्सर्साइज गर्नु हुन्छ होला नि भनेको नि, बडी बिल्डिङ गर्दैछ फिलिपले, पत्याउनु हुन्छ फिलिप सर, बडी बिल्डर पत्याउनु हुन्छ। अनि मलाई चाहिँ सोध्यो उसले, त्यति बेला चाहिँ औ भन्थ्यो क्या उसले, औ अलिकति त्यो डबलहरू खेलाउनु हुन्छ सोधेको। मैले भने किन? सो द्याट वाज एन अन्डरस्ट्यान्डिङ। र म आज कसैलाई छिटो बत्तिसमा दिन्छु होइन, तर जब एउटा सुसमाचार सुनेपछि म ढिलाउने कुनै काम देख्दिनँ। अब कतिले भन्छ तपाईँले छिटै दिनुहुन्छ र यसै गरी कोही टिक्दैन। म नाम लेखेर भन्न सक्छु 1988 देखि कतिजनाले ब्याप्टिजम लिएर फर्केर गए। एन्ड यु टेल मी डिफरेन्ट। 1990 मा त एकजनालाई हामीले गएर ब्याप्टिजम पनि दियौँ र
राति साँझ त उयो बाटोमा सिगरेट खाने हिँड्दै थियो फुस 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 अनि सबै दिनमा कहिले पनि आएन सर दिनुभयो जवाब ब्रदरले ब्याप्टिजम एकदम सिरियसली लिएको एउटालाई त पल भनेर ब्रदरले हिँड्दा डुबाइदियो दिदीमा ढुङ्गामा बसिरहेको मान्छेलाई आइतबार चाहिँ गाडी धुन्छ नि त त्यो खोलामा क्या सुन्नुहोस् है ट्रकहरू बन्द हुन्छ र आइतबार चाहिँ ट्रक धुनु त्यो खोलामा जान्थ्यो म त ती गीत दिएकै हो अनि कसको राजेशको ब्याप्टिजम थियो राजेशको ब्याप्टिजम भयङ्कर भयो सिस्टर म हिँड्दा चाहिँ गएको थियो सिस्टरलाई त्यति बेला फर्स्ट टाइम त्यो नाम चाहिँ पिटर हुन्छ अनि याद आयो अरे किनभने जुत्ता मोजा प्यान्ट सबैसँग पस्नु पऱ्यो राजेशलाई निकाल्नुलाई रुख ढलेको जस्तो ढलेको राजेश पानी भयो अनि त्यो सबै कुराहरू एउटा भाइले हेर्दै थियो ह्यान्डी भयो है ह्यान्डी भयो माथि हेराएको ब्रदर त तुमी बाप्टिजम त्यो डरले भन्यो अब ब्रदर त कस्तो हेर्थ्यो ब्रदरले होइन ढुङ्गाबाट उतार्यो त्यसलाई त्यो नाम पल भन्ने ब्रदरले हेर्नुहोस् है हेर्दा पनि एमेन भन्यो पललाई डुबाइदियो बेलुका पिटर दिदी पुग्दाखेरि चाहिँ पिटरको इन्भिटेसन भयो ब्रदर लान्स हेर्दा र पलको बिचको कुराले मलाई त खेदो भयो होइन तर हुन्छ नि धेर ब्रदरलाई इच्छा लाग्यो होला होइन ब्रदरलाई यो लाग्यो डुबाइदिनु भयो नि तर पछि गएर त्यो भाइले कहिले पनि भन्न सक्दैन नि मैले यीशुको नाम सुनेको थिइनँ भन्ने ज्ञानी भएर होस् मूर्खताले होस् आवेशमा होस् जसरी कि जोसमा होस् ख्रिस्ट प्रचार्यो आज लगभग 35 वर्ष भयो त्यो भाइहरूले पनि ट्रक चलाउनुहुन्छ मलाई देख्दा उता आएको छ पलले पिटरलाई देख्दा उता आएको छ क्या सो द्याट मेनी इन्स्टेन्सेस थुप्रो हुन्छ नि सो द्याट्स वाइ म जब यी प्रभु भोजहरू गर्दाखेरि पनि म सबैलाई इन्करेज गर्छु मैले यो कुरालाई कमन बनाएको होइन तर म सबैलाई भाग लियो भने म उत्साह दिन चाहन्छु तर यदि कसैको मन बेठिक छ भने चाहिँ भाग नलिनुहोस् गरिदिउँ न भन्ने किसिमको चाहिँ नो आदर गर्नुहोस् भुल पाप अधर्म छौँ भने पनि क्षमा माग्नुहोस् हृदयलाई तयार गर्नुहोस् नम्र हृदयमा भाग लिनुहोस् प्रभुको आशिष हुन्छ तर यो मेरो तरिकामा जब म सबै भाग लिनुहोस् भनेर म छोडिदिन्छु म सबभन्दा उत्तम विचार राखेर प्रेमले म गर्छु अनि जब यो प्रेम अनि मेरो उत्तम विचारलाई तपाईँहरूले यसको अवहेलना गर्नुभयो भने यसलाई एडभान्टेज दिनुभयो भने देन याद गर्नुहोस् है म आज 2025 अक्टोबरमा 2023 अक्टोबरमा भनेको कुराहरूदेखि अलिक माथि गएको छु मैले 2023 अक्टोबरमा भनेको थिएँ मलाई थाहा छैन यदि म 25% पनि हिँड्दैछु कि हिँड्दैन 2025 अक्टोबरमा म तपाईँलाई भन्छु सायद म त्योभन्दा कयौँ कदम माथि हिँड्ने प्रयास गरिरहेको छु हिँडिरहेको छु म यो सुसमाचार प्रचार गर्छु मेरो तालले होइन तर परमेश्वरको वचन त्यसै कारण म उत्तम मन राखेर सबै कुराहरू गर्छु ख्रिस्टको महिमाको निम्ति सबैले विश्वासमा उद्धार मुक्ति अनि उन्नति गरोस् भनेर मैले छाडा छोडेको होइन बेअनुशासन छोडेको होइन तर एउटा डर पनि छ याद गर्नुहोस् म सधैँ नै तपाईँलाई भन्छु जसले तिम्रो सेवा गर्छ म उसलाई आशिष दिन्छु अनि जसले तिम्रो विरोध गर्छ म उसको विरोधी हो भन्ने परमेश्वरको सेवा हामी गर्छौँ र यसै कारण हामी परमेश्वरको छोराछोरी भएर हाम्रो मनसाय हाम्रो उद्देश्य
हाम्रो हृदय सही छन् भने अनि वचनको प्रकाशनमा हामी रहेका छौँ भने यो करार भित्र हामी रहन्छौँ। होसियार बस्नु यसै कारण है। साँझ यो जो तपाईँको इच्छा मेरो होइन भन्ने ग्राफलाई तपाईँले मध्यनजर राखी हामी आफ्नो जीवनलाई जाँच्यौँ भने तपाईँहरूले कहाँ पाउँछौँ। लेट्स लुक एट लट। आज साँझ पनि अनिताले लेख्दैछ, स्त्री ग्रेसले लेख्दैछ, डिनाले लेख्दैछ। ओके, लट माथिको हेडिङलाई निकालिदिनु हो कि तपाईँलाई थाहा छ अस्ति हामीले के स्टडी गरेछौँ है। अनि टेक द थिङ अप। म अहिले यहाँ छु, खडा छु, किनभने हिजो कसैले मलाई सुझाव दिनुभयो, सायद टिभी वनमा देख्यो भने हामीलाई अझै राम्रो लाग्छ होला भनेर। सो बिहान त्यहाँ पिराले ट्राई गर्नु, दाजु त नमानेर म जबरसी गर्नुपर्छ दाजुलाई। अनि हामी स्टेजमा छु, भाइलाई बिहान मौका पाइनँ अनि भाइलाई भनेको सकिन्छ भनेर हामी यहाँ छौँ। अनि आज योपालि मात्रै सुने कि तपाईँ पछिबाट यो देख्नुहुन्न भनेर। तर यहाँ लेखिएको छ लट धर्मी थियो अरे, लट न्यायी थियो अरे, लटको यो धार्मिकता प्राणभित्र अन्तस्करणबाट नै थियो अरे। लटलाई परमेश्वरले भक्ति भएको व्यक्ति सम्बोधन गर्नुभयो। वो लटले हर दिन मुक्ति, सच्चाई, विश्वासको लागि लडत लड्थ्यो। लटले जब परि आउँदाखेरि आफ्नो दुई जवान छोरीहरूलाई चेपारोमा पनि पार्यो। तर हामीले बुझ्यौँ त्यो कुरा के हो होइन। कस्तो भाउ होला कि यो लस्टफुल भिडलाई आफ्नो दुई छोरी दिन्छु भने भन्ने हो। त्यस्तो हालतमा पुगेको थियो। बदेन परमेश्वरले बचाइदिएन। हेर्नुहोस् न, त्यसपछि हामीले अरू लाइन थपेको छौँ। लट स्वर्गदूतहरूसँग हिँडे। लट हिँड्दै हिँड्दै स्वर्गदूतसँग बातचित अनि वार्तालाप गरे। लट बातचित गर्दै गर्दै स्वर्गदूतहरूलाई पनि मन परिवर्तन गर्न बाध्य गरायो। लट कस्तो थियो देख्नुहुँदैछ। अझै हामीले एउटा पोइन्ट हालेको छैनौँ। सेल्फलेस र वकको बिचमा एउटा पोइन्ट हालौँ। लट had seen all, had been there. Had seen all / had been there. सबै उसले मण्डलीको सुरुवात, चमत्कार सबै उसले देखेको थियो। अब्राहमको काममा कस्तो भएको, काका र काकीमा के भएको थियो, कसरी परिवारबाट छुटिएर आयो अनि कसरी उनीहरूलाई मिश्र देशदेखि सबै जग्गा परमेश्वरले कृपा गर्नुभयो। मैले यो पनि थपेँ हिजो होइन कि लटले मेल्किसेदेक आएको पनि देखियो। तर याद गर्नुहोस् है, प्रभु भोजमा छुटिन्छ है। प्रभु भोजमा लटले चाहिँ प्रभु भोज पाएन है, अब्राहमले मात्रै पायो। हेलो, सुन्नुहुँदैछ? तर कोही आयो। अब्राहमले करार उहाँसँग
नहीकरण गर्यो। उहाँ आएर प्रभु भोज गर्दा दाग रस अनि रोटी खाँदाखेरि अनि अब्राहमले उहाँसँग आफ्नो करारलाई नहीकरण गर्दाखेरि विटनेसेसहरू थियो, लटले त्यो पनि देख्यो। सो आज हामी लटलाई मूर्ख कन्या भन्छौँ भने यो मूर्ख कन्या was in the middle of all these spiritual experiences. हामी लटलाई मूर्ख कन्या भन्छौँ भने लटको आत्मिक बायोडाटामा चाहिँ यो सबै उपलब्धिहरू थियो, अनुभवहरू थियो, सर्टिफिकेट्सहरू थियो, प्रुफहरू थियो। उसले नि भन्नु सक्थ्यो प्रभु भोज गरेको, मिश्र देशमा तपाईँको काम, धन सम्पत्ति। हेलो सुन्नुहोस् है, हामी अब्राहम भन्दाखेरि तम्बुमा बस्ने धुलै धुलो गरेर कुसी जस्तै हेरेको कल्पना गर्छु नि। सुन्नुहोस् है, अब यो आई डोन्ट नो तपाईँले कुसुले भनेको बुझ्छ कि बुझ्दैन। कृष्ण कुसुले चिन्छौ? कृष्ण कुसुले के हो थाहा छ? थाहा छैन। अप्सरालाई थाहा छ कुसुले के हो? के हो? लियोन थाहा छ कुसुले के हो? झुसुले? झुसुले के हो? ओके, कुसुले भनेको चाहिँ एउटा पहिला एउटा शपथ खाएको भिखारी आउँछ क्या, अन्त पुटु 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 आफ्नो यो फटफटे बजाउँदै आउँछ क्या, मुकुटहरू लागेको हुन्छ अनि बोल्नु पाउँदैन क्या। अनि बदमास केटाहरूले चाहिँ उनीहरूलाई खोलाइ छोड्थ्यो, के गर्थ्यो क्या, त्यस्तो कुसुले। सो अब्राहम डोन्ट थिङ्क कि एउटा रेफ्युजी जस्तो भएर हो, एउटा भिखारी जस्तो भएर घर नपाएर घुमिरहेको। अब्राहम राजा जस्तै थियो। अनि राजाको भतिजो कस्तो हुन्छ? राजा जतिकै हुन्छ। प्रभुको बाटोमा हिँड्यो भने त सफलता अनि उन्नति प्रभुले ग्यारेन्टी दिएको छ। सुन्नुहोस् है, मैले प्रोस्पेरिटी गस्पेल प्रचार गरेको होइन है, बाइबल बोलेको। भन्नुभएको छ कि मेरो बाटोमा हिँड्यो भने, मेरो आज्ञालाई तिमीले पालन गर्यो भने चाहिँ सफलता अनि उन्नति तिमीलाई घेर्नै छ। हो, खानी खानी दिन्छु, पोखिन्जेलसम्म दिन्छु, भरपुरी चुली भइन्जेलसम्म दिन्छु भनी भनेको प्रभु हुन्छ। ठिक छ? गरिएको तेल भाँडामा पिठो नसक्ने भण्डारी प्रभु कहाँ छन्? सुन्नुहोस् है, सो यो लट, उसको यो लट नामै त लट भनेपछि थुप्रो होइन, प्रशस्तले पो उनीहरूलाई प्रब्लम भयो त हो। अनि कहाँ इन्भेस्ट गर्नु लाग्यो तलतिर होइन। नाउ यो थियो लटको चरित्र, यो लटको बायोडाटा, सिडी भन्नुहोस्, यो थियो। ल कृष्ण सोध्दै बेलुका ल बाबालाई कुसुले भने के हो? झुसुले भने थाहा छ है तपाईँलाई? लोडेलाई थाहा छ झुसुले भने के हो? यसो भन्नु के भन्नु? Caterpillar. भनेपछि बिरालो होइन नि, क्याटरपिलर। ठिक छ? नाउ हेर्नुहोस् न, हाम्रो भाषा धनीको छ त। मैले अस्ति 3 जाने मिटिङमा 1-2 कुरा लेखेको छु, लोडेनले प्रचार गरेर सुनिरहेको थिएँ। अनि मैले लेखेको छु लोडेनलाई भनेर, नेपाली वर्ड्स वुड बी इभन मोर बेटर। नेपाली वर्ड्स डेलिभरेटली सिक्नु पर्यो होइन। अब रुथहरूको भाषामा अपसाइड डाउन भन्छ होइन, हाम्रो भाषा के भन्छ? उल्टो मुन्टो। कस्तो राम्रो छ होइन रुथहरूको है। रुथहरूको भाषामा के भन्छ? ब्याङ ब्याङ भन्छ अरे क्या है गर्नुले। हाम्रो भाषामा डिस भन्छ। हाम्रो भाषा कति राम्रो छ नि होइन। सो यो
प्रचार गर्दाखेरि हामीले अझै हाम्रै भाषा चलायो भने अझ मिठो हुन्छ क्या। सो लट यो थियो, उसको यो कुराहरू थियो। तर यो सबै हुँदा हुँदा लटको एउटा ठुलो ठुलो कमजोरी थियो। यही मध्ये एउटा चाहिँ हो भेक्स टायरलाई सर्कल गर्न सक्छौ तिमी? ऊ थाक थियो रहेछ, वाक्कै हुँदो रहेछ। अनि त्यो कुरा चाहिँ उसको सिबीमा परमेश्वरको छोराछोरीहरूसँग ठ्याक्कै मिलेन। ठ्याक्कै मिलेन भने ठ्याक्कै मिलेन भने अलिक मिलेन। ऊ थाक थियो, उया हुन्थ्यो, मेबी फ्रस्ट्रेटेड पनि हुन्थ्यो। ओके, फ्रस्ट्रेटेड। दूसरा, उसले बातचित गर्थ्यो अनि बातचित गरेर स्वर्गदूतहरूलाई पनि आफ्नो आइडियामा कन्भिन्स गर्थ्यो। सुन्नुहोस् है, यही खुबीहरूमा भन्दैछ बाइबलमा लेखेको साक्षीहरूमध्ये लर्ड चाहिँ फ्रस्ट्रेटेड हुन्थ्यो अरे, थाक्थ्यो अरे, उया हुन्थ्यो अरे, अनि वाक्कै मान्थ्यो अरे, वेक्स्ड, टायर्ड। अनि उसको त्यो सिबीमा त्यो पोइन्ट चाहिँ ईश्वरसँग हिँड्ने मान्छेहरूसँग अलिक मिलेन। ऊ स्वर्गदूतको समितिमा थियो, स्वर्गदूतसँग हिँड्थ्यो, स्वर्गदूतसँग उसको वार्तालाप गर्थ्यो, तर उनी स्वर्गदूतहरूलाई मजबुर गर्थ्यो उसको कुरा मान्नलाई। सुन्नुभयो? यशाया 40 को 31 ले के भन्छ या 30 ले के भन्छ? For they that wait upon the Lord shall renew their strength. They shall mount up with wings as eagles. है ना? के लेख्छ भाइ? तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तर परमप्रभुको आशा गर्नेहरूको चाहिँ बल नयाँ भइरहन्छ। यस, तिनीहरू चिल झै माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। चिल झै उनीहरू माथि माथि उड्छन् अरे, दगुरेर थाक्ने छैनन् अरे। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। मूर्छा चाहिँ उनीहरू पर्दैनन् अरे। यो नथाक्दो स्वभाव चाहिँ परमप्रभु परमेश्वरको छोराछोरीहरूमा प्रष्ट देखिन्छ। तर लट चाहिँ थाक्थ्यो। के भने आज बिहान दाजुले? द राइट म्यान on the wrong place. Look, the right person, wrong place. क्यों भन्नुहोस् त? उनी छिमेकी खोजी हिँड्यो, उनी छिमेकी खोजी हिँड्यो। प्रभुले राखिदिनु भएको छिमेकीलाई उनले एक्सेप्ट गरेन। जब उसको नौकरहरू अनि काकाको नौकरहरूमा झडप भयो, झगडा भयो, उनी खबरदार भन्नुपर्ने, छोड्दैन, रहँदैन भन्नुपर्ने। सिस्टरले मलाई अस्ति करेक्ट गर्नुहुँदै थियो, अब्राहमले भनेको चाहिँ छुट्यौँ भनेर। अघि तर छुट्यौँ भन्दाखेरि लटले कहीँ काका त्यसो नआउनु न भनेर त छुट्यौँ भन्ने बित्तिकै सोच्छु म भनेर गयो लागि लुट है। अनि घर ठ्याक्क बन्द गरेर चुपचाप भनेर क्या सरन गमरा के अरे सरन गमरा वाइफ वाइफ पनि भनेर क्या छोरी के भनेर
छोरीले के भन्यो होला? कसमस भन्यो होइन? अर्कोले के भन्यो होला? रिलायन्स भन्यो होला। अर्कोले भेगा भन्यो होला। क्या किन्दैगा भन्यो होला भेगामा। होइन आउँदा अरू के अरे? अरू के सिटी सेन्टर, अरू के भने एक्रोपोलिस। उसले एफर्टै गरेन होइन। हामी त्यो एउटै परिवार हो, समाधान गरेर बस्नुपर्छ भनेर। चलो भयो अब, लेट्स मुभ अन टु द सेकेन्ड फेज अफ लाइफ। अनि त्यहाँ उसले छिमेकी खोजिरहेछ, प्रेम बाँड्न खोजिरहेछ, विश्वास बाँड्न खोजिरहेछ, प्रेमको दानहरू बाँडचुँड गर्न खोजिरहेछ। प्रभुले त उसलाई छिमेकी दिएको थियो। अनि प्रभुले दिएको परिस्थिति, प्रभुले दिएको छिमेकी चाहिँ उसले मानेन। आफ्नो दृष्टिकोणले, समझले, चुनाइले खोज्नु आयो। खबरदार चुन्नुहुनेछ तपाईँहरूले आज पनि प्रभु खोजमा अनि प्रयोग गर्न नचुन्नुहोस्। खबरदार, मैले भन्दैछु म प्रभु भोज अनि सबै सेवा समितिलाई म लुजली राख्छु। म पुलपिट पनि है तपाईँलाई ओभर इयर्स देख्नु भएको छ, म खुला राख्छु। सिलगढीमा होस्, यहाँ होस्, कहीँ पनि कन्भेन्सनको कुरा गरेको हर साल। Why do I do that? Am I careless? No. तर म खुल्ला हृदयले राख्छु किनकि प्रभुको काम। तर खबरदार, तपाईँले मेरो मन सही छैन भने खबरदार, बिकज यो परमेश्वर हामीलाई खाने अनि पोल्ने अनि जलाउने आगो पनि हुन्छ। एन्ड दिस क्रिस्चियन लाइफ मैले थुप्रो देखेको छु अनि मलाई डर लाग्छ। प्रभुको वचन, प्रभुको कामहरूबाट चाहिँ मलाई डर लाग्छ। त्यसै कारण खबरदार नचुन्नुहोस्। र मैले भन्दैछु तपाईँहरूले आफ्नो भुल नबनाउनुहोस्। कसको खुट्टा बोल्छु, तपाईँलाई अगुवाई भएको छ, कुनै काम बिगार्नु भएको छ, त्यसलाई सच्याउनुहुन्छ, द्याट्स डिफरेन्ट। तर नगर्नुहोस्। लटले के गर्यो? आफ्नो छिमेकी चुन्यो। But then there you are, as again I'm pursuing with the right message, he went to the wrong people. न्याय भइसकेको, उनीहरूको काम बातले स्वर्गमा चित्कार पुगिसकेको जग्गामा गएर उसले अगापे लभ देखाउन चाहन्थ्यो। अनि उनीहरूलाई ग्रहण गर्यो। हालैमा आएर हामी बिचमा बाटो हुँदछ भनेन, ट्रेजेडी हुन आँटेको थिएन। आफ्नो नानीको भविष्य सम्झेर ऊ तल झर्यो अनि त्यही दुई नानीहरूलाई उनीहरूले बलात्कार गर्न आँटिसकेको थियो। ट्रेजेडी भएको थिएन। लटले प्रभुमा पर्खन जान्दैन थियो। समस्या भयो, गाह्रो भयो, अमेल भयो, झगडा भयो, पर्ख्यौ न, प्रभुले समाधान गर्नुहुन्छ नि। मिश्र देशमा प्रभुले गण्डागोल गर्न सक्नुहुन्थ्यो नि, त्यो गण्डागोललाई चङ्गाइ गर्न सक्नुहुन्थ्यो भने गरारको सबै कोखहरू बन्द गरिदिएर फेरि कोख खोलिदिन सक्नुहुन्थ्यो भने चमत्कार अनि चिन्ह गरेर नै परमेश्वरले उनीलाई अगुवाई गरेका थिइन् भने यो सानो झगडा समाधान हुन सक्दैन थियो। तर उसले अहिले पढेको जस्तै के अरे भाइ, तर परमप्रभुको आशा गर्नेहरूको बल, तर परमप्रभुमा आशा राखी पर्खनेहरूको बल फेरि नयाँ हुनेछ। नयाँ हुन्छ। ओके, नयाँ हुन्छ। यो लटले गर्नै सकेन। अनि उसले आफ्नो मुखलाई चलायो जजमेन्टमा। भयो अब काका हो, पहिल्यै त यस्तो थियो, अब झन् बुढेसकालमा के हुन्छ होइन? बुढेसकालमा हुँदै गएपछि के भन्छ? मेरो भाइले मेरो आमा, बडी, त्यसको आमा सबैलाई के भन्छ है? मेरो आमा, मेरो छेमा, त्यसको आमा, त्यसको फुपू, के भन्छ?
यिनीहरू सबैजना टच स्क्रिन हो भनेछ क्या, त्यो सुन्दैन कि कोट्याएर बोल्नुपर्छ अरे क्या। बुढेसकाल हुँदै त्यस्तो भन्छ नि मान्छेले, खर्साङ जान्दैन भन्छ है हामीले, हो हो त्यसै त भनेर लटले पनि उसले खर्साङ तान्दैन, सिग्नल विक छ भनेर अब हुँदैन। Those words are spoken in judgment. तर कसैलाई अप्रिय जजमेन्टहरू गर्दाखेरि हामी आफै पनि त न्यायमा पर्छौँ होइन। जोसमा होस हराएर के भनिरहेको हुन्छौँ, त्यति बेला त सुन्ने त प्रभु हुनुहुन्छ। सो यसया 40:30 अनि 31 म आफैलाई राख्न सक्दिनँ लर्ड टाइप। दोस्रा उत्पत्तिमा जाउँ। कल्पना गर्नुहोस् है यो नक्साहरू, ल कल्पना गर्नुहोस् है। अनि यो कल्पना आफ्नै कल्पना होइन, तर बाइबलमा लेखिएको कुराहरू कल्पना गर्नुहोस् कस्तो भयो। एउटा चाहिँ कहीँ पनि लेखेको छैन। आज बिहान हामीले सुन्यौँ सालिन्दा के हुन्थ्यो अरे, हजुर आज बिहान के सुन्यौँ, सालिन्दा के हुन्थ्यो अरे भन्नुहोस् न, सालिन्दा के हुन्थ्यो आज बिहान के सुन्यौँ हजुर, दाजुमा थियो क्या मिटिङमा। हर साल सिलोमा जान्थ्यो अरे। लर्ड विषय कहीँ लेखेको छैन कि सालमा एकपल्ट दुईपल्ट काकीलाई भेट्नु आउँथ्यो भनेर। हेर्नुहोस् है, पैसा दिनु, गिफ्ट्स दिनु, चिजबिजहरू दिनु अलिकति चर्को पर्छ। तर सबैभन्दा महँगो चिज हामी कसैलाई दिनु के हो भन्नुहोस् त, समय आफूलाई दिनु। बुढो हुँदै गएपछि काका काकी कहाँ बसेर सुनिदिनु। सुनिदिनु उनीहरूको कुराहरू होइन। बाजे बोजू घरमा छ, उनीहरूसँग एकछिन बसिदिनु, एक कप चिया खानु उनीहरूसँग। कहीँ पनि कहीँ छैन त लेखेको छैन कि लर्ड चाहिँ सालिन्दा अब्राहमलाई भेट्न जान्थ्यो भन्ने लेखेको छैन होला, तर म देख्दिनँ। तर जसले चाहिँ परमप्रभु परमेश्वरको आसमा बस्थ्यो, पर्खन सक्थ्यो, उसले चाहिँ न्यायको दिन आउँदाखेरि पनि सदोम र गमोरा 50 जना छ भने तपाईँले न्याय गर्नुहुन्छ, 40 जना छ भने तपाईँले न्याय गर्नुहुन्छ, 30 जना छ भने तपाईँले न्याय गर्नुहुन्छ। दाजुले 3 पल्टको प्रार्थना गरे आज बिहान। अब्राहमले 50 एकपल्ट, 40 दुईपल्ट, 30 तीनपल्ट, 20 चारपल्ट, 10 5पल्ट। If it is possible, Lord, let this cup pass away. 5 पल्ट अब्राहमले लर्डको लागि अन्तर्विन्ती गर्दै प्रार्थना गर्यो। अनि प्रभु यस्तो हुनुहुन्छ, 50 ल, 40 ल, 30 ल, 20 ल, 10 जना छ भने पनि म जलाउँदिनँ। हेर्नुहोस् त, तर त्यो हुँदा हुँदा पनि भएन। अनि स्वर्गदूतहरू त्यस रात अब लर्डको घरमा पुगे। अनि सुन्नुहोस् है राम्ररी,
लटलाई हातमा समातेर त्यहाँबाट निकाल्यो। हेर्नुहोस् त, तपाईँलाई मैले स्वर्गदूत हात समातेको छु। हेलो, धोबीमा जब सेवा सुरु भयो क्या, अनि हामी जान थाल्यौँ, अनि सानो टिनको कोठेरोमा बस्थ्यौँ। दाउदलाई याद छ? कहाँ छ दाउद? ओके, एक रात मलाई कस्तो डरलाग्दो एट्याक भयो, अनि त्यो एट्याकमा चाहिँ मेरो घाँटी निमात्यो। सुन्नुहोस् है, अनि यो नाडी 2 साइजको थियो। अब के भन्नुहुन्छ, म तपाईँलाई के भन्ने, निखुर कालो थियो हात, भुत्ला भएको थियो, घाँटी समात्यो मलाई। अनि ईश्वरनाममा टाढ्दा मलाई छोड्यो। मैले भुत्ला छामेँ, हात छामेँ, निष्पट कालो पनि देखेँ। सुन्नुहोस् है, जस्तो दुबईमा सङ्गति सुरु भयो, एक रात मैले यस्तो सपना देखेँ जहाँनिर म दुबई पुग्दो रहेछु, तर साँझ रहेछ, तर म एकदम होसियारी हिँड्नु पर्दो रहेछ, किनभने म सङ्गति जाँदाखेरि चाहिँ उता पार जानलाई चाहिँ ठुलो सर्प रहेछ। अनि त्यो सर्प एकदम माटोमा, कालो माटोमा बसेर बसिरहेछ। अनि म होसियार भएर घुमेर जाँदो रहेछु। यु नो व्हाट, वीरेन्द्र राजा अनि राज परिवारको हत्या भयो। अनि जब नयाँ राजा प्रोक्लेम भएर राज सिंहासनमा बसेको नक्सा लगायो, म छक्कै परेँ। जुन साँप मैले देखेको थिएँ त्यो नेपालको राजाको राजगद्दीको माथिबाट रहेछ। आत्मिक कुराहरूको अनुभव हुनु भाइ। तर लटले त स्वर्गदूतले यसको हात समात्यो। कस्तो प्रिभिलेज! स्वर्गदूतले उसलाई सुरक्षा दियो, अनि स्वर्गदूतले डोर्याउँदै उसलाई लग्यो। मैले त दुष्ट फिल गरेको मैले तपाईँलाई विवरण गरेँ है। तर हामी लटको विषय त हेर्दैनौँ। लटले स्वर्गदूतहरू साथै लियो, अनि लटलाई हामी के भन्छौँ? मूर्ख कन्या। सुन्नुहोस् है, फुलिश भर्जन भन्छ। तर he had seen everything, he had been there many times. Okay. He had been there, he had seen everything. Lot. हेर्नुहोस् त, उत्पत्ति 19 अध्याय 18, 19, 20। अच्छा, एबिस गरौँ न, 15 देखि पढौँ न ल। बुझ्दैछस्? नसुन्नु है ल, प्लिज। उज्यालो हुन लाग्दा ती दूतहरूले लोतलाई यसो भनेर आतुरी लाए, उठ, तिम्री पत्नी र यहाँ भएका तिम्रा 2 छोरीहरूलाई लिएर गइहाल, नत्र त यस सहरले पाउने सजायमा तिमी पनि भस्म हुनेछौ। बिहानी पख जब बिन्दिन हुन्छ नि, एन्जल टाइम है होइन। आई क्यान नट अन्डरस्ट्यान्ड विश्वासीहरू 10 बजीसम्म सुतिरहेको छ। आई क्यान अन्डरस्ट्यान्ड होइन। राति काम गर्छु त म, राति काम गर्नु खास हुँदैन त। राति सुत्नु बोलाएको होइन।
टन्टनापुर घाम लागिरहेछ मैले सुतिरहेको हुन्छ हुँदैन। बिहानी पक्षै स्वर्गदूत चाहियो मलाई वचनले त त्यस्तै भन्नुहुन्छ। अनि लटलाई प्रभुले कस्तो माया गर्नुभएको, फेभर गर्नुभएको हो। आफ्नो श्रीमतीलाई लिएर छोरीहरूलाई लिएर हिँड पढ्दै जाउँ। जब तिनले आलटाल गरिरहेछ, ओल्याङ टोल्याङ गरिरहेछ। He was not diligent in business. उसले ओल्याङ टोल्याङ गरेको किन भन्नुहोस् त? यो सेयर्समा उसले यति पैसा हालेको छ, त्यो प्रपर्टीमा यति पैसा हालेको छ, भालुको दोकानमा सिङ्गडाका सबै उसकै इन्भेस्टमेन्ट हो, किस्टुको दोकानमा जिलेबीमा सब उसकै इन्भेस्टमेन्ट हो। हिसाब किताब गरेकै छैन। लाल खाता निकालेर फुर्र हेरेर ओहो ओल्याङ टोल्याङ गरिरह्यो उसले। पढ्दै जाउँ। तब ती मानिसहरूले तिनकी पत्नीका र दुवै छोरीहरूका हात समातेर सहर बाहिर ल्याए, किनभने परमप्रभुको दया तिनीहरूमाथि थियो। तिनीहरूलाई बाहिर ल्याएपछि उनीहरूमा एकजनाले भने, आफ्नो ज्यान जोगाउनलाई भाग, फर्केर पछाडि नहेर। ओके, अब यो वक भन्ने कुरा होइन रहेछ। ल 17 पदमा पुग्दाखेरि वक विथ गड भन्ने कुरा होइन रहेछ। एस्केप भनेको छ, भाग भनेको छ, भाग अर्जेन्ट। यीशुले भन्नुभयो त्यो दिन अनि अब त्यो घडी देख्छौ अनि जेरुसलेमलाई सेनाले हेरेको देख्छौ, लुगा लिनु पनि घरमा बस्छ। भाग भनेको छ अर्जेन्टली निक्ल। अनि अति अर्जेन्ट घडीमा पनि लर्ड अनबोलिरह्यो। किन भन्नुहोस् त? किन उसको धन त्यही थियो। अनि त्यो धन उसले सदन र गोमोरामा थुपारेको थिएन। माथि माम्रे, बेर्सिबा, हरान, यो सबै जग्गा, हेब्रोन, मक्पेलाको कुराहरू बेला सुन्यो हामीले। त्योतिर आउँदाखेरि नै उसको मनमा सधैँ नै स्किम थियो, म चाहिँ अब यसरी बनाउँछु, उसरी बनाउँछु, यो थियो त्यो थियो, मनमा थिँदै थियो। लङ टाइम प्लानिङ थियो। अनि त्यो कुराले अब छाप्दैछ उसलाई। उसको जिन्दगीको फाइबर्सहरू उसले गरेको चिजहरूसँग बुनिएको थियो, बाँधिएको थियो। छक्कै छोड्नु सक्दैन फेरि। यसै कारण भन्छ इफ रिचेस इन्क्रिज, के भन्छ स्क्रिप्चरले? यदि धन सम्पत्ति बढ्यो भने सेट नट योर हार्ट्स अपॉन इट भनेको छ। फलिफाप भयो, वृद्धि भयो, उन्नति भयो, सफलता कमायो, घर द्वार, गाडी घोडा, सम्पत्ति थुप्रै भयो। Thank the Lord. Keep moving on. Don't set your heart upon it. तर लट बुनिएको थियो नि त, बुनिएको थियो। यस्तै हो त हाम्रो जिन्दगी, होइन? बुनिएको नि, अब बुनिएको थियो सबै कुराहरूमा। उसलाई गाह्रो पर्यो। अनि प्रभुले दासले भन्दैछ भाग भन्दैछ। भाग भने कस्तो हुन्छ कस्तो? मान्छेले नानीलाई छोडेर भाग्छ है, होइन? कसलाई आफ्नो बम पड्यो भन्छ नि, सबजना भागिरहेको हुन्छ नि, भागेर पर आमालाई सेन्स हुन्छ, नानीमा छोडेर आएको भने बुद्धि आउँछ नानीहरूले, आमाले लिनु आउँछ नि। भाग भनेपछि अलार्म। अब 17 पदमा पुग्दाखेरि भाइ के छ? तिनीहरूलाई बाहिर ल्याएपछि उनीहरूमा एकजनाले भने, आफ्नो ज्यान जोगाउनलाई भाग, हिँड भन्ने कुरा थिएन। This is not the same as Enoch walked with God. Enoch परमेश्वरसँग हिँड भनेको अनुसार होइन यो।
यो त भाग भन्दैछ। ल पढ्दै जाउँ प्लिज। फर्केर पछाडि नहेर र बेसीमा कतै पनि नअडिनु, तर पहाडतिर भाग, नत्र त तिमीहरू भस्म हुनेछौ। सुन्नुहोस् है, धेरै वर्ष अगाडि विनन भाइले एउटा कुरा भन्दै थियो क्या। अनि त्यो कुरा के भन्यो भने अब्राहमको क्यारेक्टर स्टडी गरेको रहेछ भाइले। अनि कहाँ कहाँ गएर उसले बेदी बनायो भन्ने कुरा स्टडी गरेको रहेछ। कस्तो इन्ट्रेस्टिङ छ है भाइ। अनि पहाडको नाम दिएको छ अरे क्या। तर हरेक पहाडमा जब म गएँ नि, एभ्री टाइम इट वाज अ हायर माउन्टेन। हेर्नुहोस् न, बडो वन्डरफुल थियो है। प्रभुले भने मुनि मधेसमा नबस, उपत्यकामा नबस, पहाडतिर हुँदै जाऊ। प्रिय आजको त त्यस्तै छ होइन। सुनामी आउँदाखेरि कहाँ भाग्छ? पहाडतिर। जलथल गए कहाँ भाग्ने हो? पहाडतिर। भाग भन्यो, नबस, पहाडतिर जाऊ, उच्च स्थानमा हिँड। हेर्नुहोस् है, हात समातेर निकाल्यो। फर्स्ट उसको घरमा आयो। सेकेन्ड उसलाई जोखिम हुँदाखेरि उसलाई हात चालेर भित्र हाल्यो। थर्ड राति उनीहरू सङ्गतिमा समय बिताएछ। किन बिहान पक्रेछ नि त है। राति सङ्गतिमा सँगै खानाहरू खायो होला, खाएछ। अनि बिहान पका हात समातेर निकालेछ। ठिक छ भनेछ, भाग, पछि नहेर डाँडाहरूमा जाऊ। आज हामी एक दोस्रालाई डिलिङ गर्दाखेरि नि हिजोको कुरा अस्तिको कुराहरू हामी कोट्याएनौँ भने हाम्रो जीवन राम्रो हुन्छ कि हुँदैन? हिजो बितेको कुरालाई तपाईँले मैले के गर्न सक्छु? सक्दिनँ। तर केही सक्छु भने आज राम्रो भएर म गर्न सक्छु होइन? पछि नफर्काउ भन्दैछ, छोड भन्दैछ। आई विश मेरो छोराहरू ती बेला म सजिलो कथाहरू सुनाउन सकेँ। तर भन्छ जसले पनि हलमा हात राखेर पछि हिँड्छ ऊ स्वर्गीय राज्यको लागि ऊ योग्य रहेन हुन्छ। Don't say, Baba is tough, Baba is demanding, uncle is tough, uncle is demanding. होइन, यो मेरो शब्द होइन, छोराहरू छोरीहरू, यो प्रभुको वचनको शब्द हो। अनि सब कुरो टलेर जान्छ, परमेश्वर वचन टल्दैन। हेर्नुहोस् त, पछि नहेर भन्यो, पछि नहेर। Look at Lot, verse 18. तब लोतले उनीहरूलाई भने, हजुर हो, त्यसो नहोस्। लटले के भन्न सक्थ्यो? He could speak. Oh my goodness. ऊ बोल्न सक्थ्यो, उसले पर्सुएट गर्न सक्थ्यो, बट भन्न सक्थ्यो। धेरै वर्ष अगाडि सुनेको होइन, प्रभुले नखा भनेको थियो, बट भन्ने कुरा चढेन। लटले भने तर त्यसो नहोस्। उसलाई अर्कै बाटो थाहा थियो, वचनले देखाएको बाटो। स्वर्गदूतले वचन ल्यायो, आदेश ल्यायो, निर्देशन ल्यायो, अगुवाई ल्यायो, तर उसले अर्कै बाटो उसले जान्दथ्यो। के भने भाइ फेरि 18 पद? तब लोतले उनीहरूलाई भने, हजुर हो, त्यसो नहोस्। त्यसो नहोस्, त्यसो नगरौँ हौ। पढ्दै जाउँ। हेर्नुहोस्, तपाईहरूको दासले तपाईहरूको अनुग्रह पाएको छ र मेरो प्राण बचाएर तपाईहरूले मलाई ठुलो करुणा देखाउनु भएको छ। म पहाडतिर भाग्न सक्दिनँ, नत्र त यस विपत्तिमा परेर म मर्नेछु। हेर्नुहोस्, ऊ त्यो सहर भाग्नलाई नजिकै छ र त्यो सानो पनि छ। मलाई त्यही नै भाग्न दिनुहोस्। त्यो साह्रै सानो छैन र त्यहाँ गए मेरो प्राण बाँच्ला। लर्डको सधैँ नै प्यारलल आइडियाज हुन्थ्यो।
आज प्रभुको वचन यस्तो आयो अनि यसरी लिउँ न। अब त्यस्तै गऱ्यो भने कहाँ हुन्छ बाबा? बाबाले भन्छ होइन प्रिय त्यसो गर्नु हुँदैन है। अब प्रचारकहरू त त्यस्तै हो नि, उनीहरूले भन्ने काम हो भन्छ नि। नानी पुक्क भएर घर बसिरहेको हुन्छ होइन, किन प्रचारमा यस्तो सुने बाबाले भने के भन्छ, ए गार्बेज इन गार्बेज आउट। Lord could say that. उसले अर्कै बाटो निकाल्नु सक्थ्यो, अर्कै इन्टरप्रिटेसन गर्न सक्थ्यो, अर्कै समझ दिन सक्थ्यो, अर्कै अप्सन देखाउन सक्थ्यो। हेर्नुहोस् त हो। 21-22 उनले तिनलाई भने, हेर यस विषयमा मैले तेरो बिन्ती ग्रहण गरे। तैँले भनेको सहरलाई चाहिँ म भस्म गर्ने छैन। चाँडो गरेर त्यही नै भागिजा, किनकि त त्यहाँ नपुगुन्जेल म केही गर्न सक्दिनँ। यसैले त्यस सहरको नाम सोअर राखियो। हेर्नुहोस् त त्यो कुरा धरि पनि मान्यो होइन। परमेश्वर कस्तो दयालु हुन्छ। अब्राहमले भने 50 ल, 40 ल, 30 ल, 20 ल, 10 ल, अब्राहमका बोलिरह्यो हो। लर्डले भन्यो यहाँ होइन यहाँ गर्छु, ल त्यो ठिकै छ। हेर्नुहोस् त प्रभु दयालु। यसै कारण त्यो लास्टको सिंहासनको जजमेन्टमा, द ग्रेट व्हाइट थ्रोनको जजमेन्टमा भन्छ, जब सारा संसारले, धरतीले, समुद्रले सबै लासहरूलाई जीवित बनाउँछ र पनि एक शब्द कसैले बोल्न सक्दैन अरे, किन परमेश्वरले जे गर्नुहुन्छ नि सबैलाई असल गरेको हुन्छ। यसै कारण डोन्ट वरी, तपाईँको बाउ आमा, मेरो बाउ आमा विश्वास गरेको छैन, तपाईँ दुखित नहुनुहोस्। He knows what he is doing. At the end you realize, अझ हाम्रो सानो सोचले सोच्छौँ र यो त्यो गर्छौँ, लास्टमा गएर सबै प्रभुले न्याय गरेको हुन्छ, अच्छा गरेको हुन्छ। बिकज प्रकाशित वाक्यले भन्छ जब ती सबै अगाडि हुन्छ कसैको एक शब्दको कम्प्लेन पनि हुँदैन। He is a just God. तर हेर्नुहोस् न, लर्डले प्यारलल आइडियाहरू ल्याउँथ्यो, साइड बाई साइड आइडियाहरू ल्याउँथ्यो। उसको आफ्नै तरिकामा प्रभुलाई उसले जबरजस्ती That was not. हेर्नुहोस् त उसले पर्सुएट गर्न सक्थ्यो, खै स्ट्रगल गरेको पर्सुएटलाई पनि। स्वर्गदूतहरूलाई पनि उसले जबरजस्ती प्रभुलाई पनि आफ्नो मनको भनि सक्थ्यो। हेर्नु त यो परमेश्वर बदलिनु भएको छ भन्नुभयो त केहीलाई, तैँले भलाइ गरेछ भने म तँलाई पनि ग्रहण गर्छु होइन। कायनलाई भन्यो तैँले भलाइ गरिस् भने म तँलाई पनि मान्छु। हेर्नुहोस् त कसलाई चाहिँ मौका दिनु हुँदैन परमेश्वरले, कसलाई चाहिँ मौका दिनु हुँदैन। अनि देख्नुभयो अब रिवाजले लेख्छ है फेरिमा, रिवाजले लेख्छ पोइन्टर छ त्यहाँ हो मेरो गाईमा, आई थिङ्क द लास्ट चेनमा याद राख्नु। यो स्पेसमा हेर्नुहोस् ल, रिवाजले के लेख्छ अब यो स्पेसमा डिफ्रेन्ट फन्टमा लेख्छ ल। अनि अङ्ग्रेजी बाइबलमा चाहिँ भनेको छ फियर, डर, यहाँनिर राख्छ नि रिवाजले हेर्छ अब डर। एउटा डर थियो, अलि ठुलो लुटमा चाहिँ भित्र इन्सेक्युरिटी थियो। त्यही कारण
उसले जीवनमा भुल गरिरहेको इन्सेक्युरिटी थियो। अनि त्यो इन्सेक्युरिटी अनि डर चाहिँ स्वर्गदूत हुँदा हुँदा पनि देखियो हो। यसै कारण प्रभुले भन्यो जोसुवालाई थियो निडर हो अनि साहसी हो। भन्नुको मतलब नसोच्नुहोस् है लडाइँ गरिरहौ कुटिरहौ काटिरहौ भनेको होइन। जिन्दगीमा के आउँछ आउँछ हो। जिन्दगीमा के हुन्छ हुन्छ नि। प्यारासुट खोलिँदैन नि डर लाग्छ होइन। 9मा गयो भने लाइफ बोर्ड छ कि छैन डर हुन्छ होइन। जिन्दगीमा के हो के मेरो बाबा के भन्नुहुन्थ्यो वनको बाघ त होइन तर मनको बाघ हुँदैन। एउटा कथा म तपाईँलाई भनेछु त होइन। वेयर जन ओके बिग जनको कुरा सुनेको छौ? बिग जनको कुरा सुनेको छैन? क्यानाडामा एउटा बस स्टपमा एउटा जवान केटा जहिले पनि बसमा चढ्नु थालेको क्या। अनि कतिलो थियो अहिले आज म टुरमा चढ्दा देखेको थिएँ नि त्योभन्दा अग्लो मात्रै होइन गतिलो थियो अरे। अनि भर्खर त्यो जग्गामा सरेको रहेछ यो केटाहरू। अनि ऊ काम पढ्नु या के गर्नु जाँदा बसमा जान्थ्यो अरे। अनि सधैँ 29 नम्बर बस आयो ठक्क चढ्थ्यो अरे। अनि आफ्नो डेस्टिनेसनमा पुग्दाखेरि कन्डक्टरले भाडा माग्दाखेरि भन्थ्यो अरे बिग जन विल नट पे भनेर उफ्रिन्थ्यो अरे क्या। कन्डक्टरले अत्रो छ है। 1 दिन भयो अरे 2 दिन भयो अरे नट पे। एक दिन त कन्डक्टर एकदम घरमा अब प्र्याक्टिसहरू गरेर है सोच बनाएर अब चाहिँ आज पनि टिकट आयो भने चाहिँ म बिग जनलाई खुर्कुर्कै बनाइदिन्छु भन्थ्यो कि। अनि कन्डक्टरलाई फेरि त्यो लगाउँदाखेरि स्टप यु हेभ टु पे भन्नु एकदम एग्रेसिभ भयो क्या। वाइ विल नट बिग जन पे भने बिग जन यसो गरे बिकज आई हेभ अ पास भन्यो क्या। उसले महिनाको भाडा तिरिसकेको रहेछ एउटा पासमा। अनि उसको भाषा आई विल नट पे होइन। अनि त्यो कन्डक्टरले चाहिँ केही नबुझेर अब यसलाई चाहिँ कन्फर्म गर्छु मनको बात हो। In this world, nobody knows about tomorrow. तर लट यही डर शङ्का इन्सेक्युरिटीको शिकार भयो। प्रिय आज प्रभुले तपाईँहरूलाई खाना दिनुभएको छ कपडा दिनुभएको छ मकान दिनुभएको छ भने हामी धन्यवादी भएर जिउनुपर्छ। भोलि प्रभुले दिनुहुन्छ भने उहाँले हामीलाई प्रशस्त दिनुहुन्छ। तर खुसी साथ आनन्द साथ उद्धार सत्तासँग एक दुसरासँग बाँडेर जीवन जिउनुहोस्। I'll tell you a story today. यो स्टोरी सुन्नुहोस् राम्ररी। हामी त सोच्छौँ कसैको सेवा गर्नु। आज पल पलमा आएको जरुरतहरू तपाईँको सेवा ईश्वरले मागिरहेको छ तपाईँबाट। जब ती पलहरू आउँछ तपाईँहरू कस्तो छ सुन्नुहोस् है राम्ररी। अगस्टमा एउटा सपना देखेछ कसैले। अनि त्यो सपनामा चाहिँ हरेक मान्छे आएर आफ्नो वजन चेक गर्दै थियो अरे। अनि त्यो सपनाको उल्था सोच्दाखेरि त बेलशस्जर राजाको कथा याद भएछ उहाँलाई। वजन तौलिँदैछ भनेपछि तपाईँ हाम्रो जाँच हुँदैछ। घडी आएको परिस्थितिहरूमा तपाईँले मेरो प्रतिक्रिया कस्तो हुन्छ। द्याट इज व्हाट यु आर हैन। हाँडीबम कृष्णबम चिन्नुहुन्छ? हाँडीबम कृष्णबम होइन आनन्द होइन जुझुरो हुने के हो त्यो अनार हो। त्यो खुस हुने चाहिँ के चक्र लाग्यो चक्र हुन्छ है।
लु तपाईँले चक्रलाई बाँध्नुहोस् त, अनि चक्र उफ्रियो भने उफ्रिन्छ। त्यो अनाजलाई सल्काउनुहोस् त। जस्तो डिजाइन गरेको छ चक्र त्यस्तै घुम्छ। सल्काउनु मात्रै पर्यो, अनाज सल्काउनु मात्रै पर्यो, जियो त्यही हुन्छ। आज परिस्थितिमा तपाईँ मेरो मुखबाट, व्यवहारबाट, प्रतिक्रियाबाट जे निक्लिन्छ नि तपाईँ अनि म त्यही हो। ख्रिस्टले तपाईँहरूलाई ती परिस्थितिहरू ट्राई गर्नुहुँदैछ, वचन दिँदैछ। आइएम सो सरी। हरेक परिस्थिति आउँदाखेरि तपाईँ अनि म अनार जस्तो जल्छौँ भने, चक्र जस्तो बेलगाम हुन्छौँ भने, that's what you are made up of, that's what I am made up of। बदलिनुपर्छ प्रिय, बदलिनुपर्छ ल। सो आज साँझ हामी प्रभु भोजमा जाँदाखेरि म एउटा कुरा फेरि तपाईँहरूको माझमा दोहोऱ्याउँछु। के राम्रो छ है झोला? यो झोला देखेर गान्तोकबाट माग्दै थियो हामीलाई, हाम्रो मगाइदिनुहोस् न भन्दै थियो। हामीले भन्यौँ यो हामीले मगाएको होइन, हामीलाई गिफ्ट दिएको, ठिक छ। अनि यो झोलामा जेरुसलेम लेखेको छ, शोफार छ, ठिक छ, शोफार छ। अनि यो शोफार सुन्नुहोस् है, मैले मागेको होइन। त हाम्रो परिवारमध्ये एकजना भाइ छोरा नै विवेक इजरायलमा काम गर्दैछ, उसलाई के मन भएर यो हाम्रो निम्ति पठाइदिनु भयो। अनि मैले त ठानेको थिएँ हाम्रो चर्चको सम्पत्ति हो भनेर चर्चबाट आएको थिएँ। रोहितले मलाई भन्यो त्यो लान्छ तपाईँको भन्नु लगेको है, तपाईँ भन्यो। हाम्रो रोहितलाई के भन्नु सकिनँ, प्रभाषण चाहिँ। अनि मैले लगेँ, अनि मैले बजाउनु सिकेँ, सबै समयमा बजाउँछु, अर्थ होइन। सुन्नुहोस् राम्ररी, यो मुक्तिको स्रोत होइन। यो हामीले किन्नै पर्छ, चर्चमा राख्नै पर्छ होइन। यो बजारलाई हामी बलियो हुन्छौँ होइन। तर यो एउटा इन्स्ट्रुमेन्ट हो, जुन इन्स्ट्रुमेन्ट चाहिँ प्रभुले आफ्नो जातिहरूलाई बजाउन लाउनुहुन्थ्यो। यसले समयको घोषणा गर्थ्यो, इजरायललाई जम्मा हुँदाखेरि आवाज दिन्थ्यो, इन ग्यादरिङ। इजरायललाई लडाइँमा जाँदाखेरि पुग्थ्यो, यो विजयको ध्वनि पनि थियो, ठिक छ। अनि प्रकाशित वाक्यमा थुप्रोपल्ट तुरही शोफार बच्चन भनेको छ। हाम्रो एउटा गीत गाउँछौँ नि, जोड के जोड से फुको नरसिंह हुन्छ नि, जय के। यो चिन्ह हो, बाइबलमा मन्दिरमा चलाइन्थ्यो, प्रोफेट्सहरूले बोकेर हिँड्थे। सानो सानो सिङमा त तेल पनि बोकेर हिँड्थे, ठिक छ। अनि जब यो मेरो हातमा आयो, म पहिला त कामे चाहिँ मैले भने ल ठिकै छ त प्रभु इच्छा भयो भने, अनि मेरो हातमा तपाईँले दिनुभएको छ भने मलाई फुक्नेछु। अनि मैले करार बाँधेँ, खै पुग्यो भने म साबतको दिनमा पुग्छु सेवासम्मले। अनि कहीँ पुग्यो भने म कुनै चाडको दिनहरू छन् भने तपाईँको महिमाको निम्ति अनि तपाईँलाई आदर अनि श्रद्धा चढाउनलाई अनि यो विजयको एउटा चिन्ह ठानेर मलाई बजाउँदैछु, ठिक छ। र आज जब हामी सेवालाई अन्त गर्दाखेरि हामी आराधना गर्नेछौँ, त्यति बेला म एक दुईपल्ट बजाउँदैछु। प्रभुको महिमा भएको होस्। यो चिन्हले हामीलाई पनि उहाँको भय अनि उहाँको जीवन उपस्थितिको सम्झना दिउन्, गराउन्, अनि सबै कुराबाट प्रभुको महिमा भएको होस्, ठिक छ।
त याद गर्नुहोस् हामी सबैले चर्चमा ल्याउनै पर्छ भन्ने छैन, चर्चमा पुग्नै पर्छ भन्ने छैन, तर बस बाई चान्स यो मेरो हातमा आयो अनि यसै कारण यो कुराहरू म गर्दछु ल, कुनै नियम होइन। र आउनुहोस् आज साँझ हामी प्रभु भोजमा जानु अगाडि इजरायलको चाडहरू थिए ल, अनि यो चाडहरू कस्ता थिए भने सातवटा चाड इजरायललाई परमेश्वरले दिनुभएको थियो मानव भनेर है। अनि यो आज इजरायलको भन्न पनि मिल्दैन, यो चाडहरूसँग मुक्तिको एउटा योजना प्रभुले जोड्नु भएको थियो। यसै कारण निस्तार चाडको दिनमा प्रभु यीशु मसीह मर्नुभयो। प्रभुको मौरी उठाए तपाईँले चाड सुसमाचारमा हेर्नुहोस्, कुरै मिल्दैन कहिले भएको। म त ठान्ने गर्थेँ एक समय, किनभने जनमा पढ्दाखेरि द्याट साबत वाज अ स्पेसल साबत भन्ने पढेँ, त म चाहिँ ठान्ने गर्थेँ मत्तीसँग मिल्यो 3 days and 3 nights यीशु बिमार मरेको हुनुपर्ने भन्ने ठान्ने गरेँ। तर एक समय यो कुराहरू राख्दाखेरि विनन भाइले भन्यो कि दाजु यो पनि हुनसक्छ कि त्यो साबत चाहिँ साबतमै निस्तार चाड पनि भएको हुनसक्छ। पशु त्यसो त्योबाट मैले सुन्दै मैले खालि शुक्रबार चाहिँ पास गर्थ्यो भने मैले अड्कल काटेँ, तर भाइले त्यो भन्दाखेरि त्यसमा पनि रिजन छ। अनि त्यही कुरामा भयो। आज मैले क्वेसनहरू आउँछ मलाई, आन्ध्र प्रदेशबाट आएको थियो, यो ब्रदर यो कसरी हेर्नु भनेर मैले भने आई कान्ट टेल यु, बसेर बात गर्नुपर्छ। बट देन प्रभु सचमुच फ्राइडे मर्नु भएको अनि आइतबार बिहानै मौरी उठ्नु भएको। यो चाहिँ मेरो तरिकाले होइन, भाइले भनेको तरिकाले होइन, या कुनै संसारको कुराले होइन, तर पहिलो फलको चाड चाहिँ साबतको भोलिपल्ट हुन्थ्यो, पासोभरको साबतको भोलिपल्ट हुन्थ्यो। सो अकर्डिङ टु द फुड्स अफ फर्स्ट फ्रुट्स पक्का हो यीशु आइतबारको दिनै मौरी उठ्यो अनि उहाँको मरण शुक्रबार भएको। बाई स्क्रिप्चर प्रभुको वचनको आधार अनुसार हो सच्चै रहेछ। यो मैले 4 वर्ष मात्रै भयो बुझेको, प्रभुले अनुग्रह दिनुभयो। पहिलो फलको चाड मध्येमा यीशु मौरी उठ्नु भएको, सो he died on Friday। सही कुरा ठिक छ, बाई स्क्रिप्चर हामीले चाहन्छौँ। मुक्तिदाता मर्नुभयो, मुक्तिदाता मौरी उठ्नुभयो, मुक्तिदाताले मण्डलीलाई पवित्र आत्माले भरपूर गर्नुभयो, मुक्तिदाताले मण्डलीलाई पवित्र आत्माले भरिदिनु भयो। 7 अखमीले रोटीको चाड, ख्रिस्ट हामीलाई जीवन दिने रोटी, यो 7 युगभरि चर्चको बल, चर्चको शिर, चर्चको जीवन दाता को हुनुहुन्छ प्रभु यीशु मसीह। आई एम द ब्रेड अफ लाइफ भन्ने ईश्वरले भन्नुभयो। सबै कुराहरू यीशुसँगै सम्बन्धित छ प्रिय। अनि आज नेक्स्ट सर्टमा तपाईले देख्नुहुन्छ unleavened bread, right? Jesus, the bread of life, who sustains church through all 7 ages. ठीक छ? आज यो कुरा गर्दा मलाई पनि मनमा शान्ति लाग्छ। कति कुरा मिल्दैन थियो, अहिले मलाई शान्ति लाग्छ। I put it this way. अब भन्छ आजको दिन इजरायलले प्रायश्चितको दिन, प्रिय हो, प्रायश्चितको दिनमा भन्छ सुसमाचार यहुदीले वापस पाउँछ। हेलो सुन्नुहोस् है, हिजो आज मैले यो भन्न थालेको छु, अन्तको दिन भन्दिनँ म, हाम्रो लास्ट डेट आउँदैछ है। यो चाहिँ बुझ्छ त हामी, फर्म फिलको लाइट लास्ट डेट क्या त हो।
कुनै रिन्यू गर्ने लास्ट डेट, रिचार्ज गर्ने लास्ट डेट, मुक्तिको लास्ट डेट आउँदैछ। अनि भन्छ यो प्रायश्चितको चाड अन्तर्गत चाहिँ सुसमाचारको युग अन्य जातिबाट फेरि दोबारा यहुदीकोमा जान्छ। लु सिम्पल कुरा छ, तर मलाई आज भन्नुहोस् त, अन्य जाति अनि यहुदीको समयहरू हामी पो भनिरहन्छौँ है। यीशुले भनेको थियो, यीशुले रिफर गर्थ्यो, हजुर कसले गर्थ्यो भने बहिनीहरूले गर्थ्यो। कसरी? हजुर मैले हेर्नुहोस् तपाईँलाई सिम्पली भनेछु, यीशुले भन्यो अन्य जातिकोमा नजाऊ, सामान्यकोमा नजाऊ, तर इजरायलको हराएको भेडाकोमा मात्रै जाऊ। यो भन्दा क्लियर डिमार्केसन कसरी छ? अर्को भन्यो म नानीको रोटी कुकुरलाई दिन सक्दिनँ, किनभने त्यहाँ लेख्छ प्यारेन्थेसिसमा कि ग्रेस चाहिँ यहुदीहरूमा आएको थिएन। अनि बहुरीले के भन्यो? सारा संसार जाऊ अनि सुसमाचार हर प्राणीलाई सुनाऊ अनि जहाँ जाति छ। एक दिन बन्द पनि हुन्छ है प्रयोग ल। अनि आज त्यो छ। हेर्नुहोस् आज यहुदीले के गर्छ हामी गर्न सक्दैनौँ, गर्नु पनि भएन। त्यो तपाईँलाई थाहा छ साबतको दिनमा नि इजरायलमा, सुन्नुहोस् है कसरी मैले भन्दैछु, साबतको दिनमा इजरायलमा प्राय थुप्रो एक्सिडेन्ट हुन्छ अरे। सुन्नुभयो? सुनेको साबतको दिनमा चाहिँ इजरायलमा पुरा एम्बुलेन्सहरू चल्छ अरे। किन भन्नुहोस् त? जब गाडी बन्द हुन्छ, जब मोटरसाइकल बन्द हुन्छ, जब रेल बन्द हुन्छ, जब ट्राम बन्द हुन्छ, जब आकाशको हवाईजहाज बन्द हुन्छ नि, जवान जवानीहरू स्केटबोर्ड, बाइसाइकल, रोलर स्केट्स खेल्ने यति बेसी हुन्छ अरे, खुट्टा माचिरहेको, घुँडा खुस्काइरहेको थुप्रो हुन्छ। यस्तो इजरायलबाट हामीले सिक्ने हो। इजरायल त आज सबै शुद्ध गर्दैन नि। साबतमा त नानीहरूलाई खेल्नु दियो, जेसुकै गर भन्ने छैन नि होइन। साबत त पवित्र दिन पो थियो त। हेर्नुहोस् न, त्यसै कारण त इजरायललाई सिकाउनलाई इलाइजा आउँदैछ, मुसा आउँदैछ। हेर्नुहोस् है, मुसा आउँदैछ, इलाइजा आउँदैछ। अब ढुङ्गामा नलेखेर चाहिँ हृदयमा लेख्न आउँदैछ। त्यही कुराहरू अब ढुङ्गामा लेख्दैन, हृदयमा लेख्छ। अब बाहिर होइन, भित्रबाट काम गर्नुहुन्छ प्रभुले। ठिक छ यो। अनि आज यसै कारण हामी जस्ट भावपूर्ण एउटा श्रद्धा अनि सम्मान साथ प्रभुलाई याद गर्ने अनि सित्तैमा प्रभुले सबै कुराहरू दिएको होइन, त्यो याद गर्न हामीले आज प्रभुलाई सम्मान गर्ने, प्रभुलाई प्रार्थना गर्ने, इजरायलीलाई याद गर्ने अनि प्रभुको आशिष हामी सबैलाई पनि दिनुहोस् भन्ने कुरा ल। यो हाम्रो कुरा त हुनुहोस्। हामी आज प्रार्थना गर्नेछौँ अनि प्रार्थना गरी हामी प्रभु भोजमा जानेछौँ। आनन्द भाइ, फिलिप भाइ कहाँ छ? ओके, रोहित भाइ, दिवस भाइ कहाँ छ? ओके, आनन्द त्यहाँ छ। ओके, Today, so okay. Now, हरेक ठुलासँग जातमत हुन्छ अनि आनन्द भाइ, फिलिप भाइ, रोहित, दिवस